तपाईलाई स्वागत छ। आज हामी वाचन गर्दैछौँ कुमार ओलीको लुकेको प्रेम उपन्यासको पहिलो अध्याय। मन्दिर जाने? त्यसो भए म पनि जाने। ल बस पछाडि। कुमार बाइकमा बस्यो। बाइकमा पछाडि बस्दा पनि कहिलेकाहीँ त फाइदै हुन्छ नि दाइ। के फाइदा हुन्छ र? दाइले आश्चर्य भावमा सोध्नुभयो। बाइकमा अगाडि बस्नेले त बाटो मात्र हेर्न पाउँछ, पछाडि बस्नेले त केटी पनि हेर्न पाउँछ। अनि केटी हेर्न पाउँदा चाहिँ के फाइदा हुन्छ र? दाइले फेरि सोध्नुभयो। तपाईँलाई पो फाइदा हुँदैन होला। हामी जस्ता केटीको वस्त्र देख्न नपाएका दिनेश दाई, खुम दाई, मनोज दाई लगायतका विवाहको सम्भावना न्यून भएका युवाहरूका लागि त फाइदाकै कुरा हो नि। अनि एउटा उखान त सुन्नुभएकै होला नि। कुन उखान? दाइले सोध्नुभयो। पानी बगे आलीलाई, फुल भाँचिए मालीलाई, जोबन ढल्के कालीलाई, अनि हामी काली बिनाको खालीलाई के फाइदा हुन्छ नसोध्नु न। भन्दा नभन्दा एकजनी साइड ब्याग भिरेकी, उमेरले 16-17, वैशले अलपत्र, हिँडाइमा लचक्ता बोकेकी युवती पर्फ्युमको सुगन्ध छर्दै हिँडिरहेकी थिए। यतिकैमा कुमारले भनिहाल्यो, दाइ हेर्नुहोस् न, कति सुन्दर। अनि रूप हेर्नुहोस् न, यसको रूपमा त लक्ष्मीको बास हुनुपर्छ। सयौँको भिडमा त्यो केटी एकछिनमै विलोप भई। तैत कस्तो सायद 1 मिनट पनि हेर्न पाइएन। कुमारले धिक्कार्दै भन्यो। बेलुकी भइसकेको थियो। कुमार र दाई खानपिन गरेर गफगफ गरिरहेका थिए। दाई, आज मलाई के भएको? हेर्नु न, बिहान मन्दिर नजिक देखेकी केटी मेरो आँखामा झलझली देखिन थालेकी छ। जाउँ न त आँखामा पानी हालेर आऊ, बगेर जान सक्छ। दाइले ठट्टा गर्दै भन्नुभयो। ठट्टा नगर्नु न दाई, यति छिटै कसैप्रति प्रेम हुन सक्दो रहेछ। हेर्नु न, भोक तिर्खा पनि गायब भयो। के भएको मलाई? छोड बकवास, पढेर बस। दाइले आग्रहका साथ भन्नुभयो। के पढ्नु र खोइ, किताबका सबै शब्दमा त्यही तस्बिर देखिन थालेको छ। त्यसो भए त्यही तस्बिर कोरेर बस न त। दाइले हाँस्दै भन्नुभयो। नहाँस्नु न दाइ, आँखाहरू पनि त्यही तस्बिर खोजिरहेका छन्। अब के गर्ने होला? ओहो भाइ, यो त ठुलै रोग हो नि। यसको लागि न कुनै औषधि छ, न कुनै डाक्टर नै छन्। यो त प्रेम रोग हो। दाइले फेरि हाँस्दै भन्नुभयो। खोज्न जाने भए पनि गइदिउँला, तर अहिले रात छिपिसक्यो। भोलि क्लास जानु छ। अहिले सुत। कुमार आफ्नो कोठाभित्र गयो। बिहान भइसकेको थियो। सडकहरू व्यस्त भइसकेका थिए। व्यापारीहरू हरेक माल 10-20 भन्दै सडक छेउमा व्यापार थापिरहेका थिए। नेताहरू साइरन बजाउँदै कुदिरहेका थिए। कर्मचारीहरू श्रीमती र कार्यालयको तनावको फाइल बोकेर हतारमा हिँडिरहेका थिए। साधारण व्यक्तिहरू चियाको चुस्कीसँगै अमेरिका र इरानको युद्ध र ठुला नेताहरू पक्राउ परेको समाचारको झट्का एकैचोटि खाइरहेका थिए। तिनै मनोरम दृश्य निहाल्दै खल्तीभित्र हात हालेर कुमार आफ्नै बाटो हिँडिरहेको थियो। ऊ फेरि पनि हिजोकै केटी हेर्न चाहन्थ्यो, फेरि चाहेर पनि कहाँ पाइन्थ्यो। ऊ नजिकैको एउटा पसलभित्र छिर्यो। पसलमा एक युवती हतारमा भयो जसरी, मम्मी पसलमा आउनु न, म निस्किनै लागेको भन्दै थिए। साउनी चुइगम दिनु न, कुमारले विनम्रका साथ भन्यो। साउनीले कुमारतिर हेर्दै भनी, कतिको? 20 को दिनु न। कुमार पसलबाट निस्कियो। कुमार र कुमारको साथी क्लास नजिकै पुग्न आँटेका थिए। कुमारले चञ्चले स्वभावमा भन्यो, खोइ मोबाइलको ऐना देखा त, कपाल कस्तो छ? साथीले तुरुन्तै जवाब दिइहाल्यो, कपाल राम्रो भएर के हुनु, अनुहार बिग्रिएपछि। त्यस्तो नभन्न, नाक हल्का छोटो भइदिएको भए, दुब्लो नभएर मोटो भइदिएको भए, बडी मिलेको भए, ठ्याक्कै अनमोल केसी जस्तो भइदिएको भए म पनि त ह्यान्डसमै हुन्थेँ नि। खोइ त अनमोल केसी जस्तो भए पनि ह्यान्डसम देखिँदैनस् होला। दुवैजना दिल खोलेर हाँसे।
केही दिन पछिको समय थियो। सदा झैँ कुमार आज पनि क्लास जाँदै थियो। यत्तिकैमा पछाडिबाट कोइलीको जस्तो सुरिलो आवाजमा कसैले बोलायो, सुन्नु न, यो शिवनगर टोल कता पर्छ होला? कुमार एकाएक झस्कियो। केही दिन अघि मात्र कुमारको दिलमा प्रहार गरेर फरार भएकी युवती आज कुमारकै अगाडि देखा परी। कुमार टोलाइरह्यो। फेरि पनि केटीले सोधिहाली, शिवनगर टोल कता पर्छ होला? कुमार झस्कियो। शिवनगर टोल यतै अगाडि पर्छ, हिँड न, म देखाइदिन्छु। कुमारले साहस निकाल्दै भन्यो। हुन्छ भन्दै केटी पनि अघि हिँडी। कुमारले डराएको भावमा सोध्यो, तिमी यो सहरमा नयाँ हो र? हो नि, भर्खर 7 दिन जति भयो, पहाडबाट बसाइ सरेर आएको, केटीले जवाब दिए। अनि पहाड घर कता हो नि तिम्रो? मेरो पहाड घर दैलेको हो। अनि यता कुन ठाउँ बसाइ सरेको? यहीँ तल पिपिरा नजिक। ए हो र, म पनि त्यहाँकै बासिन्दा त हो नि। तिमी जस्तै अस्ति मन्दिर नजिक देखेको थिएँ। हुनसक्छ म त्यही बाटो हिँडिरहन्छु। बोल्दा पनि अप्ठ्यारो, नबोल्दा पनि अप्ठ्यारो। अब कुमारसँग प्रश्नहरू रितिँदै गए। एकछिनमै मौन बस्यो। फेरि अर्को बहाना पायो। अनि कुन कलरको घर हो नि तिम्रो? मेरो त्यही रातो कलरको, रोड नजिकको। अगाडि बगैँचा भएको घर तिम्रो हो? हो नि भन्दै केटी मुस्कुराई। कुमारले नाम सोध्ने पनि मौका पायो। तिम्रो नाम? मेरो नाम शान्ति। आहा, कस्तो राम्रो नाम। अनि हजुरको नाम? मेरो नाम कुमार। वाउ, कुमार, अविवाहित पुरुषको जस्तो नाम। हो नि, म त अविवाहित नै हो। अनि विवाहपछि पनि यही नाम राख्ने कि चेन्ज गर्ने? केटीले जिस्काउँदै भनी। त्यो पछि सोचौँला। शिवनगर टोल यही हो। मलाई अलि हतार छ, म अहिले जान्छु। कुमारले केही पर गएर सोच्यो। फेरि पनि लुकाइयो। अब त भेट होला नहोला। आज त भनिदिनु पर्ने रहेछ प्रेम गर्छु भनेर। हुन त उसको घर पनि थाहा भयो। फेरि पनि त भेट हुन सक्छ। केही बेरपछि कुमार घर फर्किसकेको थियो। आज वीरेन्द्र दाईको बर्थडे भएकाले उसले वीरेन्द्र दाईलाई फेसबुकमा ह्याप्पी बर्थडे लेख्दै थियो। त्यतिकैमा एउटा फेसबुकमा नोटिफिकेसन आयो। जुन नोटिफिकेसन त्यही युवती शान्तिले कुमारलाई फ्रेन्ड रिक्वेस्ट पठाएकी थिए। कुमार आत्तियो, झस्कियो, बेहोसै भयो। लौ न, के हो यस्तो? अचम्म भयो, चकित पर्यो। प्रोफाइल हेर्न नपाउँदै एक्सेप्ट गर्यो। अनि मेसेज पनि आयो, हाई। अनि कुमारले झटपट मेसेजको रिप्लाई दियो, भन न। फेरि रिप्लाई आयो, भेट्न मिल्छ? हजुर र म भेटौँ न। कुमार झन् रातो पिरो भयो। बिहान परिचय गरेकी केटी अहिले भेटौँ भन्छे। हुन त कुमार नचाहेको पनि होइन। उसले ओके भन्दै मेसेजको रिप्लाई दियो। अनि कहाँनिर, कहिले भेट्ने? आजै भेट्ने, बेलुका 2 बजे। कहाँनिर? त्यही मन्दिरनिर। हुन्छ, म त्यहीँ आउँछु। कुमार दौडाउँदै दाई भएको ठाउँ गयो। दाई, आज त भेटौँ भन्दैछ। कसले? त्यही मन्दिरवाली। खुब प्रेम गर्छु म उसलाई। बिहान भेट भएको थियो। मेसेन्जरमा मेसेज पनि गरेकी थिए, भेटौँ भन्दैछ। अब म केही बेरमा उसलाई भेट्न जाँदैछु। दाईले सम्झाउँदै भन्न थाल्नुभयो, बाबु, तिम्रो प्रेम गर्ने उमेर भएको छैन। तिमी अझै प्रेम नगर। प्रेम एउटा ठुलै रोग हो, जो कि अरू रोगभन्दा फरक छ। अरू रोग लागेको व्यक्ति कि मर्छ कि बाँच्छ, तर प्रेम रोग लागेको मान्छे न मर्छ न बाँच्छ। हेर न, मेरो साथी दीपक पनि कुनै युवतीको प्रेममा परेको थियो। प्रेमिकाले छोड्यो भन्दैमा आज फेसबुकमा रुँदै भिडियोहरू अपलोड गरिरहेको हुन्छ। त्यसको मानसिक अवस्थामा कस्तो असर परिरहेको छ। यस्तो अवस्था हुनबाट तिमी अहिले सचेत हुनुपर्छ। कहाँ मान्थ्यो र? कुमार जिद्दी भइसकेको थियो। अब त हुँदैन, म त जाने नै हो, भेटेरै आउने हो। म त गएँ नै अब। केही समयपछि कुमार मन्दिर नजिक पुग्यो। त्यहाँ शान्ति आइसकेकी थिए। हँसिलो मुहार, सेतो छाला, शरीरमा सुहाउने कपडा, त्यही पर्फ्युमको सुगन्ध,
फेरि पनि मन जिते। कुमार नजिकै गयो। त्यहाँ छेउनेर एकजना दाइले ठेलामा चटपटेर पानीपुरी बनाइरहेका थिए। उसले शान्तिलाई सोध्यो, पानीपुरी खान्छौ? नाइ। अनि चटपटे? त्यो पनि खाँदिन। कुमारले मनै भन्यो, हुन त मेरो मुटु खान बाना परेकी तिमी किन खान्थ्यौ र अरू चिज? सुन्नु न, केही खाने भन्दा पनि म यो ठाउँमा नयाँ हो। मलाई यो ठाउँको बारेमा केही पनि थाहा छैन। मेरो कुनै साथीहरू पनि छैन। यहाँको परिवेशको बारेमा पनि मलाई केही थाहा छैन। तपाईँले मलाई यहाँको बारेमा केही जानकारी दिनुहुन्थ्यो कि भनेर बोलायो कि? भइहाल्छ नि, हिँड न, त्यो चोकनिर जाउँ। हुन्छ भन्दै दुवैजना चोकतिर गयो। चोकबाट अलिकति भित्र गएर गल्लीतिर छिरेपछि त्यहाँ एउटा पुरानो घर देखिन्छ। शान्तिले जिज्ञासु स्वभावमा कुमारलाई सोध्छे, हेर्नु न, कति पुरानो घर। यहाँ कोही मान्छे पनि बस्दैन होला। कति वर्ष जतिको पुरानो घर होला यो? हो नि, यो त पुरानो घर हो। यहाँ एकजना दाइ बस्नुहुन्थ्यो। उहाँ दाइको एउटा ठुलो कथा छ यो घरभित्र। के कथा छ? सुनाउनु न। कुमार र शान्ति छेउैको एउटा चौतारीमा बसे। हुन्छ नि, किन नसुनाउनु, सुनाइहाल्छु नि। यो घरमा एउटा यज्ञ दाइ हुनुहुन्थ्यो। उहाँकी प्रेमिकाको अन्तै विवाह भएको कुराले उहाँ आत्महत्या गर्न खोज्दा रुखको हाँगा भाँचेर बच्न सफल हुनुभएको थियो। उहाँको शरीरमा केही घाउ चोट पनि लागेको थियो। उहाँ हस्पिटलमा भर्ना हुनुभएको थियो। म उहाँलाई भेट्न हस्पिटल गएको थिएँ। हस्पिटलको त्यो रुममा यज्ञ दाइ र म एक्लै एक रात बिताएका थियौँ। त्यो दिन मैले यज्ञ दाइलाई केही प्रश्नहरू गरेको थिएँ। दाइ, एउटी केटीले छोडी भन्दैमा तपाईँमा यत्रो आत्महत्याको साहस कसरी आयो? दाइले उत्तर दिन चाहनु भएन। भाइ, तिमी बुझ्दैनौ, कुरा अर्कै छ। प्लिज दाइ भन्नु न, म बुझ्ने कोसिस गर्नेछु। दाइले भन्न सुरु गर्नुभयो। म 2055 सालमा पिछोटेको जिल्ला कालीकोटमा जन्मिएको थिएँ। म 4 वर्षको हुँदा आमालाई घाँस काट्न जाँदा भिडले र म 5 वर्षको हुँदा बुवालाई आमाको पिडले लग्यो। अनि मेरो पालन पोषणको लागि मलाई मामाले सल्यान आफ्नो घरमा लग्नुभयो। म मामा माइजूको खुब प्यारो थिएँ। मामा घरमा एकजना दिदी हुनुहुन्थ्यो। उहाँ काठमाडौँ बसेर पढ्नुहुन्थ्यो। अनि मामा माइजूले आफ्नो सन्तान जसरी मेरो पालन पोषण गर्नुभएको थियो। सल्यानमा हाम्रो छिमेकमा बाटुलीको घर थियो। कुमारले बिचमा प्रश्न गर्यो, को बाटुली? यज्ञ भावुक हुँदै भन्यो, त्यही पापिनी, आज मलाई यो अवस्थामा पुर्याउने। ऊ र म सानैदेखि एउटै विद्यालयमा भर्ना भएका थियौँ। घरमा पनि सँगै खेल्थ्यौँ, विद्यालय सँगै जान्थ्यौँ, खाजाहरू आपसमा साटेर खान्थ्यौँ। केही वर्षपछिको समय थियो। ऊ र म लेकतिर गोरु खोज्न यात्रामा निस्केका थियौँ। त्यहाँको मनोरम दृश्य निहाल्दै प्रेमको पर्खालमाथि चढिरहेका थियौँ। ऊ हेर्दै लोभलाग्दी खालकी थिए। बरु आँखामा फुल बिजै जान्थ्यो होला, तर ऊ अडिरहन्थे। उसमा वैशाखका तरङ्गहरू तरङ्गिँदै थिए। शरीरका अङ्गहरू वृद्धि भइरहेका थिए। केशहरू तन्किँदै गइरहेका थिए। उसको शरीरको सुगन्ध मेरो वैशाखको ओखती भइरहेको थियो। हाम्रो लेखको यात्रा भएकाले उकालो हिँड्दा हिँड्दै थाकिसकेका थियौँ। उसले केही बेर थकाइ मार्ने निर्णय गरी ऊ मेरो काखमा सिरान लगाएर थकाइ मारिरहेकी थिए। मैले मनलाई ढकढकाउँदै उसका फराकिला ओठहरू सुमसुम्याएँ। उसले केही आनन्द लगिरहेकी थिए। झनै मेरो वैँस भित्रबाट उम्लिएर आयो। मैले शरीरका अन्य अङ्गहरूमा हात पुर्याउन पुगेँ। ऊ झनै आनन्दित भइरहेकी थिए। त्यहाँ हाम्रो यात्राको थकाइ बहाना मात्र थियो। हामीले वैशाखका थकाइ मारिरहेका थियौँ। बेलुकी भइसकेको थियो। ऊ र म घर फर्किँदै थियौँ। बाटोमा एउटा सुन्दर बगैँचा देखियो। उसलाई मैले इसारामा देखाउँदै भने, हेर त कस्तो सुन्दर बगैँचा। सुन्दर छ, हिँड न एकछिन त्यहाँ पुगेर आउँ, मैले आग्रह गरेँ। नै, म त जाँदिनँ। किन? फुल मन पर्दैन र? फुल त मन पर्छ, तर फुलको रस चुसी जाने भमरा मन पर्दैन। फुल भमरेका लागि त फुलेको हो नि, नत्र फुलको के महत्त्व भयो र? घर आउँदा अँध्यारो भइसकेको थियो। मामा माइजू खाना खानको लागि मलाई कुरिरहनु भएको थियो।
सबैजनाले खाना खायौँ र आफ्नो आफ्नो बिस्तारातिर गयौँ। मलाई आज पक्कै पनि निद्रा लाग्नेवाला थिएन। भोलिपल्ट म अध्ययनका लागि काठमाडौँ जाँदै थिएँ। त्यही माथि आँखामा दिनभर बाटुलीसँग गरेको रोमाञ्च जलजली देखिएको थियो। जेनतेन आँखा बन्द गरेँ। बिहान 5 बजिसकेछ। खोरमा थुनेको भालेले पनि वैश्यको ताकत देखाउँदै जोडले बास्यो। म उठेँ, हातमुख धुएँ, नास्ता खाएँ र काठमाडौँ जानलाई तयार भएँ। मामा र माइजूले आशीर्वाद दिँदै मलाई घरबाट बिदाई गर्नुभयो। त्यो दिन बाटुललाई एक झल्को पनि हेर्न नपाई मैले गाउँबाट बिदाई लिएँ। म काठमाडौँ गएर त्रिभुवन विश्वविद्यालयमा भर्ना भएँ। दिदी मेडिकलमा काम गर्नुहुन्थ्यो। मामा माइजूले घरदेखि धन्न खर्च पठाउनु परेको थिएन। म पनि बिहान क्याम्पस जान्थेँ अनि दिनमा कपडा पसलमा काम गर्थेँ। काठमाडौँमा मेरो एकजना साथी थियो, हुकुम। ऊ अविवाहित थियो। ऊ अलि चञ्चले स्वभावको थियो। ऊ प्राय ठमेलका सबै युवतीहरूसँग नजिक थियो। एक दिन ऊ र म ठमेलतिर घुम्न गएका थियौँ। त्यहाँ केही महिलाहरू आउँदै मलाई जिस्काउँदै गरिरहेकी थिइन्। म भर्खर गाउँबाट गएकाले खासै सहरसँग परिचित थिइनँ। म मौन बसिरहेको थिएँ। तर ऊ भने, कति हो त्यो महँगो भएन र भन्दै मजाक गरिरहेको थियो। एकछिनपछि उसले मलाई जिस्काउँदै भन्यो, सोध कि तँलाई एचआइभी छ र? बिचारामा भर्जिनलाई के को एचआइभी हुन्थ्यो। असोजको महिना थियो। दसैँ तिहार छुट्टीमा दिदी र म घर आयौँ। हामी घर आउँदा बाटुली 12 कक्षाको अध्ययन गरिरहेकी थिए। उसको भाइ टोपेन्द्र 8 कक्षामा अध्ययनरत थियो। बाटुलीसँग पहिले जस्तो खुलेर भेट हुने अवस्था थिएन। मैले उसको भाइलाई काठमाडौँबाट ल्याएको मिठाई दिएर फकाउँदै बाटुलीलाई एउटा चिठी पुर्याउन आग्रह गरेँ। त्यस पत्रमा उसलाई मैले पिपलको बोटनिर भेट्न अनुरोध गरेको थिएँ। म खानपिन गरेर दिउँसो 2 बजे पिपलको बोटनिर पुगेँ। हामी 2 बजे पिपलको बोटनिर भेट भयौँ। मैले उसको लागि ल्याएको कोसेलीहरू हस्तान्तरण गरेँ। प्रेमका कुरा गर्न थाल्यौँ। काठमाडौँ गएदेखि त मलाई बिर्सनु भयो होला है? छैन नि, असाध्यै सम्झन्थे। फोटोहरूसँग संवाद गर्थे, यादहरूसँग सम्झौता गर्थे। कुनै रातहरू त अँध्यारो हुन नपाई बिति जान्थे तिम्रै कारण। खुबै उता अर्कैसँग प्रेम थियो रे। कसले भन्यो नचाहिने कुरा? मैले आक्रोश हुँदै भने। नरिसाउनु न, त्यत्तिकै जिस्के कि। त्यत्तिकैमा दुवैको एकअर्काको आँखामा हेराहेर भयो। बाटुली 17-18 वर्षकी वैश्यका पोकाहरू फुकाउँदै गएकी, तिर्खाएको काका कोल्झैँ पानीको मुहान खोजिरहेकी, जस्तो कि एउटा बगैँचाको सुन्दर फुलमा हुनुपर्ने सर्वगुणले भरिपूर्ण, जो कोहीले एक नजरमै दिलमा सजाउने खालकी थिए। दुवैजना वैश्यले खरो भएकै कारण ओठमा ओठ मिलाउने सङ्कल्पले चुम्बक जसरी ओठहरू नजिकिँदै थिए। अध्याय 1 सुनेर साथ दिनुभएकोमा तपाईँहरूलाई धन्यवाद। अब हामी छिट्टै अर्को अध्यायमा भेट्नेछौँ।